Hello, me myself Susan Khimire. Welcome to Together World. ए आएका हामी न्यु रोड हो दिदी हामी जाने आज लक्ष्मी पूजा अनि हामी चाहिँ टक्क घुम्न जान खोजिरहेछौँ। सायद मेरो दिदी रेडी भइसक्नु भएको छ अनि हजुर आउनु छिटो छिटो पैसा दिनु दक्षिणा दिनु। भर्खर भाइहरू बाहिर आएको छ कि अनि भैलो खेल्दै आएको रे के फ्ल्याटमा आएको केटाहरू। यो घर कत्रो रे यो चाहिँ घरबेटीको छोरा है घरबेटी हो यो चाहिँ अनि घर कत्रो रे। ल फेरि भट्ट फेरि यो घर कत्रो रे यो घर कत्रो रे। आज मेरो दिदी यति राम्री हुनुभयो कि ओहो नि लै यस्तो राम्री भएर हिँड्नुभएको छ कि टक्क अब सिनेमेटिक भिडियो अस्ति आएको थियो नि त अस्तिको भ्लगमा अनि फेरि आउँछ भनेर दिदी चिटिक्क परेर हो हरियो लाएर। अब जे होस् हामी चाहिँ दिदीको नि सिनेमेटिक खिच्छौँ दिदीले पनि अब फलो सर्टमा टक्क मेरो पनि हानिदिनुहुन्छ होइन त दिदी। अब टक्क हामी जान्छौँ अब यहाँबाट निस्किन्छौँ है गाइज। भैलो पनि हेरियो होइन सुरुको इन्ट्री सिनेमेटिक पनि हेरिहाल्नु भयो होइन। अब सिधै अब कहाँ जान्छौँ हामी त्यो ठाउँको चाहिँ म खिच्छु है गाइज। परिदी दिदी परिदी पनि आइपुगिन है। कहाँबाट खोज्ने हो गाडी गाइज घर अगाडि टक्क पटेकाहरू पड्किरहेछ देउसी भैलो पनि हेरिरहेको छु अनि बच्चाहरू खेलिरहेछ आफ्नो बचपन याद आइरहेछ अनि अब हेरौँ कस्तो हुन्छ। उता जाने भनेको यहीँ रमाइलो भएर अड्कियौँ कि हामी त एकछिन घरतिरबाट निस्क्यौँ। अब चाहिँ टक्क कहाँ न्यु रोड हो दिदी हामी जाने। ल हामी न्यु रोड जान्छौँ अनि त्यसपछि हामी टक्क सर्टहरू लिन्छौँ भ्लग गर्छौँ त्यहाँको माहौल देखाउँछौँ होइन। अनि त्यो तपाईँहरूलाई कस्तो लाग्छ पहिला पनि भिडियो हेर्नुपर्छ अब अहिले पनि यो भिडियो चाहिँ हेरिदिनुहुन्छ भन्ने आशा छ। पहिलाको भिडियो हेर्नुभएको छैन भने पनि एकचोटि गएर हेर्नु होला अनि टुगेदर वर्ल्डलाई सब्सक्राइब गर्न नबिर्सिनु होला नयाँ नयाँ भ्लगको लागि है त। सो गाइज हामी पुतली सडकमा आएको छौँ अनि पुतली सडकबाट हामी अब सुरुमा चाहिँ हामी मामाकोमा जाने निर्णय गऱ्यौँ अनि मामाकोमा सानो फुच्ची पनि छ कि मेरो बहिनी अनि त्यसपछि उसलाई अब चक्लेट किनिदिनेलाई पसल हेर्दैछौँ। पसलमा टक्क चक्लेट किनेर उसलाई लगिदिन्छौँ अनि मामालाई भेट्छौँ। ल मामाको पसलमा आयौँ है हामी। नमस्ते मामा। नमस्ते भाइजू। नानी खै नानी ए ल मामा वेलकम टु भ्लग है। ल मेरो पनि है ल सब्सक्राइब हान्नुभयो सब्सक्राइब हान्नुभयो कहिले हान्नुभयो ए अस्ति नि के हो नाम भन्नु त टुगेदर के वर्ल्ड ए नाइस ओहो वेलकम टु भ्लग है। हेलो कति कमाएर आइछ खै कति पैसा कमाएर आएको रे भयो 320 छ 120 छ 130 छ 130 छ
लौ चक्लेट 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 झार्दै आयो के बाटो My name is Adikshya Pandey. यति मात्र भन्छु भैलो खेल्दा एकदमै खुसी लाग्यो तर एकछिनमा हेर्दाखेरि थाकेला नानी बाई बाई ल माइजू बाई 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 ल सो गाइज भर्खरै हामी मामाकोबाट निस्क्यौँ अनि थोरै त्यहाँ देउसी भैलो खेलेको पनि हेऱ्यौँ अब चाहिँ हामी न्यु रोडतिर जान्छौँ काठमाडौँमा फर्स्ट टाइम हो तिहारमा यसरी हिँडेको अनि कस्तो हुन्छ पनि थाहा थिएन तर लास्ट भिड छ न्यु रोडमा चाहिँ खै के को भिडियो नै थाहा छैन कतै कन्सर्ट छ कि दिदी त्यो पनि थाहा छैन दिदी उता हुनुहुन्छ ल दिदी देखिनु भयो अब चाहिँ हामी कता हो कता कता हो कता भयो काठमाडौँ सिटी रिदम एन्ड ट्युन पताका जस्तै हार्टमा Today I am really excited because this is my first time to enjoy Tihar here in Kathmandu. And wow, the vibes here are amazing. Loi, loi, loi. Even though I have been living in Kathmandu since 2017, I never really got the chance to explore this area during Tihar. Every year I used to go back to my hometown Butol, Rupandei, to celebrate with my family. But this time I decided to stay here. And honestly, I am loving it. These lights, decorations, music and especially the sounds of crackers. Everything feels so lively and festive. So guys, हामी दिदीभाइ भएर बसन्तपुर आएको थियौँ दिदी यहाँ हुनुहुन्छ अनि लास्टै भिड छ बसन्तपुरमा अनि त्यसपछि कहाँ खिच्ने के खिच्ने थाहा नै भएन के भनेको सिनेमेटिक अलिअलि हानौँ भन्ने सोच भएर आएको आजको त के भयो भयो के कहाँ गयो ठोकियो कहाँ गयो के हुन्छ होइन घरि पटेका पड्किन्छ खिच्न मन लाग्छ फेरि यता सर्ट बिग्रिन्छ गर्दा गर्दै अनि यस्तै यस्तै भइरहेछ अब हामी कहाँ जान्छौँ दिदी अब यतिकै एकछिन हेर्छौँ अनि त्यसपछि घरतिर फर्किन्छौँ त्यही त अब घरतिर फर्किन्छ रमाइलो छ त्यो पटाकाहरू पड्काएको हेर्दाखेरि रमाइलो आइरहेछ त्यही हामीले चाहिँ सोचे जस्तो भिडियो चाहिँ बन्न नपाएको मात्रै हो तर एकदम रमाइलो छ माहौल त त्यही अब रमाइलो हुँदै पनि यस्तै छ भिडियो चाहिँ भने जस्तो क्याप्चर मात्रै नभएको यस्तो बडङ्ग पड्काउँछन् अनि मुटु थुर्र हुन्छ सातो जान्छ यहाँ त के हो म त फर्स्ट टाइम हो नि त म नि यहाँ त फर्स्ट टाइम नै हो अनि यसरी लक्ष्मी पूजाको दिन त अब बाहिर भन्दा त्यसरी हैन Basantapur looks so beautiful and full energy during Tihar. I really enjoyed walking around, watching people celebrate and feeling the true festive spirit of Kathmandu. So yeah, this was my first Tihar experience in Kathmandu and it was totally worth it. Oh, यहाँ सकेछ अब कहाँ गएर पड्काउँछ न पड्क्यो गाइस त
उता आउँदो घरि यता गोलो लायो घरि उता गोलो लायो यता पनि ओए 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 यता 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 कर्नरमा गोली हाने स्टाइलमा छ के झमोलाउ 7 तो भइसक्यो अब त कति बस्नु जम 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 यहाँबाट क्रस हुनु त पहिला अहिले ड्याम मकानमा पड्किन्छ के डुम ठिक छ हामी चाहिँ अब अहिले भर्खरै घर आइपुग्यौँ अनि बसन्तपुर गएको पटेका पड्काएर होइन यस्तो पटेका पड्काएछन् कि त्यो सुन्दाखेरि यस्तो हुन्छ डर लाएर यो जेन्जीको आन्दोलनमा कस्तो भयो होला त्यो गोली हान्दाखेरिको अवस्था म त यो पटका सुन्दाखेरि नै तर्सिएँ कि होइन सो तपाईँहरूलाई यो भ्लग कस्तो लाग्छ लाइक सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला